हेलो गाइस, म चाहिँ के भन्न आएको भन्दाखेरि लाइक हिजो चाहिँ दिनभरि यहाँ क्यानाडामा स्नो स्टर्म भएको थियो होइन। लाइक एकदम क्रेजी क्या त। अहिलेसम्म त्यो मैले एक्सपेक्ट पनि गरेको थिएँ। मेरो लगभग 3 वर्ष हुनु लाग्यो क्यानाडामा आएको होइन। दिस इज द फर्स्ट टाइम आइएम सिइङ द्याट मच लेभल अफ स्नो होइन। सो के अरे एकदम क्रेजी छ। हिजो म आउँदाखेरिको अवस्था कस्तो थियो बाहिर। आइसकेपछि कस्तो हालत के छ भन्ने कुरो चाहिँ अब अहिले थाहा हुन्छ, किनभने म अहिले बिहान अर्ली मर्निङ काम जाँदैछु। इट्स 7:30 इन द मर्निङ। सो के कस्तो रहेछ म बाहिर हजुरहरूलाई देखाउँछु। लाइक इट्स क्रेजी, लिटरली क्रेजी छ कि अति नै छ। म बाहिर गएर हजुरहरूलाई काममा जाने बेला देखाउँछु। लाइक आई डोन्ट नो मैले चाहिँ के एक्सपेक्ट गरिरहेको छु भन्दाखेरि मेरो कम्मरसम्म आउँछ पुरा। त्यो गाडीले हिँड्नुपर्छ जस्तो लागिरहेको। अब लेट्स सी। हुन त धेरै बेर हिँड्नुपर्ने होइन, यहाँदेखि बस स्टपसम्म हिँड्नुपर्ने, अनि बस स्टपबाट अनि बस लिएर अथवा स्ट्रिट बस आउँछ, स्ट्रिट बस लिएर अनि जाने हो। हुन त बस चल्ने हालत त छैन जस्तो लाग्छ मलाई होइन। तर स्ट्रिट बस चाहिँ चल्छ, किनभने त्यो चढ्ने हो कि त्यो तलमा मेटल हुन्छ, मेटलमा चढ्ने हो। त्यो हुनाले स्ट्रिट बसलाई चाहिँ एफेक्ट नगर्ला। तर त्यो पनि बन्द हुन सक्छ, मलाई थाहा छैन। आई डोन्ट नो होइन के छ कन्डिसन। अब बाहिर गएर थाहा हुन्छ। आई विल सो यु गाइस। म चाहिँ रेडी भएँ होइन। म चाहिँ अब जाँदैछु बाहिर। रेडी हुनै पऱ्यो भन्नाले आफूलाई बचाउनु त पऱ्यो नि, एटलिस्ट चिसो पनि छ बाहिर है। के कस्तो हुन्छ कन्डिसन चाहिँ म हजुरहरूले त्यहाँ बाहिर गएर देखाउँछु। पहिला मेन भनेर त आफू सेफ हुनु पऱ्यो नि होइन। अनि बाहिर गएर हजुरहरूलाई कन्डिसन देखाउँछु। म चाहिँ आइपुगेँ होइन बाहिर। कन्डिसन चाहिँ यस्तो छ हाल्दा त्यो होइन। अब यसमा गाडी जाने एटलिस्ट अब यो घर अगाडिबाट अलिकति यसमा चाहिँ लेभलमा छ होइन। उता गएपछि हेरौँ स्ट्रिट कार चाहिँ देखेँ मैले चलिरहेको जस्तो लाग्यो। रोड पनि अलिकति क्लियर चाहिँ गरेछ। उतापट्टि रोड चाहिँ त्यो रातभरिमा त्यो स्नो मेसिनहरू हुन्छ नि, उस्तो मोबाइलहरू तिनीहरूले आएर त्यो चाहिँ रातभरिमै क्लियर गर्छ। यिनीहरूको सल्टहरू के फाल्छ। यहाँ पनि हेर्नु यसको लेभल चाहिँ यहाँ मेरो के अरे निनीसम्म छ होइन। उताको निनीसम्म छ। यो रोड चाहिँ पनि त्यस्तो छ। रोडको चाहिँ एटलिस्ट क्लियर गरे। उतापट्टि साइड जाउँ, उतापट्टि साइड गएर बाटो काट्ने ठाउँ छैन। यस्तो छ हालत। यहाँनिर गाडीले जानुपर्छ उतापट्टि साइड। ओहो यो त एटलिस्ट सफा गरेर यस्तो छ ल। हेर्नु सफा नगरेको एरिया देखाउँछु त हजुरहरूलाई कस्तो हुन्छ। अघि म आएको बाटो पनि खास यो पनि बाटै हो क्या, यो पनि बाटै हो क्या। अब यहाँनिर गाडी चाहिँ जानुपर्छ। हेर्नु कति गाडी हुन्छ, यसरी गाडी जानुपर्छ। एटलिस्ट यहाँ चाहिँ क्लियर गरेछ, यता अगाडि चाहिँ क्लियर गरेछ। त्यो भए हिँड्न अलिकति सजिलो भएको छ। जस्तो सोचेको थिएँ त्यस्तो चाहिँ रहेन। एटलिस्ट क्लियर चाहिँ गरेछ है। नत्र भने पुरा भित्र गाडी दिएँ एउटा स्टेप लिँदै मलाई त्यो स्टपसम्म जान 1 घन्टा लाग्थ्यो। स्टप 1 किलोमिटर टाढा मात्रै छ क्या, 1 किलोमिटरै छैन, 3 मिनट भनौँ न त्यति छ होइन। अन्त म यहाँ रक्सी खाएको मान्छे जस्तो यता र उता गर्दै हिँडिरहेको छु लङ्गडा जस्तो भएर। त्यस्तो छ। चिसो त्यति चिसो रहेन चाहिँ। यो स्नो पर्दाखेरि चाहिँ चिसो त्यति चिसो फिल चाहिँ नहुने। तर स्नो परेको 3-4 दिनपछि जुन त्यो के अरे धेरै माइनसमा झर्छ नि, अनि यो स्नोहरू मेल्ट हुन थाल्छ, अनि यो एउटा सोलिड फर्ममा आएर बस्छ नि, हो त्यति बेला चाहिँ अलिकति बढी चिसो फिल हुन्छ। नत्र भने त यो नर्मल लेभलको बेला चाहिँ त्यति चिसो फिल नहुने। हेर्नु नि लिटरली एउटा यो रुख टाइपको हो क्या पुरै। हेर्नु यसको लेभल यस्तो छ हालत कन्डिसन। स्टप देखाउँछु, बस स्टप। यो बस स्टप खास ऊ त्यो अगाडि त्यो नम्बर लेखेको छ नि त्यसको छेउमा बस्नुपर्ने। अब त्यहाँ बस्ने ठाउँ छैन। यहाँनिर रहेछ। अब यहाँनिर अड्किने बस कुर्दैछु। अब कति बेला आउँछ तपाईँहरूलाई म लिटरली हेर्नु त्यो देखाउँछु। यो चाहिँ हाम्रो गार्बेज बिन हो क्या। यो चाहिँ गार्बेज हाल्ने बिन हो। यसको हाइट चाहिँ लगभग हुन्छ होइन। यसको हाइट कस्तो छ हालत। यहाँ तल यो तलदेखि त्यहाँसम्म पुर्यायो क्या। अनि अर्को अझ म क्रेजी देखाउँछु तपाईँलाई एकछिन क्या। क्रेजीको नि महा क्रेजी देखाउँछु। यो एउटा हाउस हो होइन। त्यो हाउसको अगाडि हेर्नु न, घरको अगाडि हो क्या यो। आम्मा यहाँको मान्छे कसरी निक्लिन्छन् त। ए प्रभु
हाउसको त्यो माथि त्यो बारतलीको लेभलसम्म छ क्या ए हो क्रेजी होइन त उता हेरौँ नि गाइज मैले यता यादै नगरेर त्यो गाडीहरू हो क्या त्यो लिटरली पुरिरहेछ क्या ए लिटरली पुरिरहेछ क्या त्यो गाडीहरू ए आम ओ माई गड गाइज म चाहिँ भर्खर काम गर्ने ठाउँमा आइपुगेँ होइन मैले बाहिरको हजुरहरूलाई भ्यू देखाउँछु भन्दै थिएँ काम नजिकैको तर देखाउन सकिनँ क्या लाइक बस पनि फेरि आज हेर्नु न यही बेलामा अरू बेला चाहिँ छिटै आउँथ्यो आज यही बेलामा चाहिँ मैले 10 to 15 मिनट वेट गरेँ क्या टाइम हेरेर निक्लेको डिले भइदिएर अनि त्यसपछि गएर बस चढेँ यहाँ आएपछि त अब कन्डिसन झन् वर्स रहेछ अब त्यो हिँड्ने बाटै थिएन अब त्यसरी मोबाइलतिर साह्रै हिँड्न थाल्यो भने त झन् लडिन्छ भने डरले तर मान्छेहरू एटलिस्ट अलिअलि ट्राभल चाहिँ गरिरहन है किनभने मान्छेहरूले वरिपरि अलिक सफा गरिरहन आफ्नो घर वरिपरितिर ट्राभल गरिरहन तर बसमा चाहिँ मैले के देखेँ लिटरली मान्छेहरू टन्नै थियो यार मैले चाहिँ के सोचेँ आज मान्छे भन्नाले यहाँ खैरेहरू क्या मेन क्यानेडियनहरू मैले चाहिँ आज के सोचेको थिएँ भन्दाखेरि अब आज स्नो छ किन मोस्ट अफ द ठाउँमा बन्द छ नि त स्कुलहरू सबै अभियसली बन्दै छ होइन अनि आज सबैतिर बन्द होला मान्छेहरू के अरे ट्राभलिङ नगर्ला भनेर सोचिरहेको थिएँ मैले तर क्रेजी लाइक बस पुरै फुलै थियो क्या मान्छेहरू ट्राभलिङ गरि पनि रहेछन् भने अचम्म लाग्यो मलाई